हेलो गाइज, आजको बसाइमा हामी रिड अलाउडको अलि डेप्थमा जान्छौँ। रिड अलाउड कसरी हामीले चाहिँ राम्रो मेन्टेन गर्न सकिन्छ, हाम्रो डिजायर्ड स्कोर ल्याउनुको लागि हामीले आफ्नो बर्ताव कसरी चेन्ज गर्न सकिन्छ, आफ्नो कम्पोजर, आफ्नो कामनेस, आफ्नो ब्रिदिङ, यो सबै चिजहरू चेन्ज कसरी गर्न सकिन्छ भनेर म आज तपाईँलाई त्यो सो गर्न गइरहेको छु। सो टिल द एन्ड प्लिज जुडिराख्नु होला है त। सो किन रिड अलाउड इम्पोर्टेन्ट छ? रिड अलाउडले तपाईँको स्पिकिङमा 33% कन्ट्रिब्युट गर्छ, विच इज रफली 30 मार्क्स, 31 मार्क्स होइन। र इभन रिडिङमा पनि यसले म्याक्सिमम 27 विच इज रफली 25 मार्क्स होइन। सो यो कुराहरू तपाईँले बुझ्नुभयो भने सबैभन्दा बढी मेहनत र आफ्नो हातमा भएको मोड्युल र क्वेसन्स नै तपाईँको हातको रिड अलाउड हो। सो रिड अलाउडमा खासै केही गर्नु पर्दैन, तपाईँहरूले रिडिङ जस्तो दिमाग लाउनु पनि पर्दैन, ग्रामेटिकल बुझ्नु पनि पर्दैन र डिस्क्राइबिङ जस्तो एकदमै अब के बोल्ने भन्ने पनि हुँदैन। सो तपाईँको अगाडि एउटा यस्तो प्याराग्राफ हुन्छ एउटा होइन। सो यो 1 or 2 लाइनर्स हुन्छ, एक्जाममा नर्मली 2 लाइनर्स प्याराग्राफहरू आउँछ, यसलाई पढ्नुपर्ने हुन्छ। यो सबैभन्दा इजी टास्क हो। सो मोर देन 80% स्टुडेन्टको पिटी बिग्रिने र एकदमै हुन्छ नि अब तपाईँको उहाँहरूले चाहिँ पिटी म सक्दिनँ भन्ने लाग्ने कारण नै बिकज अफ रिड अलाउड हो। सुरुमा नै उहाँहरूको सातो गएको हुन्छ होइन। सातो गइसकेपछि त्यसपछि कसरी सास फेर्ने, कहाँ के गर्ने होइन। सबै मान्छेहरू एकैचोटि ज्याममा ब्याकग्राउन्डबाट तपाईँहरूलाई चाहिँ एकैचोटि बोल्दाखेरि के लाग्छ भने आफू छुट्टै जस्तो लाग्छ। त्यसले गर्दा नर्भसनेस, एन्जाइटीले तपाईँलाई त्यहाँनिर एकदमै टेक ओभर गरिहाल्छ। सो त्यो चिजलाई कसरी हामीले मेन्टेन गर्ने, सबैभन्दा बेस्ट आन्सर टु द्याट टु ट्याकल द्याट टाइप अफ नर्भसनेस एन्ड एन्जाइटी इन एक्जाम इज यो ब्रिदिङ गर्नु पऱ्यो। जता कमाजहरू छ, जहाँनिर फुल स्टप छ, अथवा इफ, बट, देन भन्ने शब्दको अगाडि पनि एउटा राम्रो सास लिन सकिन्छ। सो ब्रिथ गऱ्यो भने के हुन्छ भने तपाईँको जुन कार्बन डाइअक्साइड एकुमुलेसन भइरहेको हुन्छ, थोरै अक्सिजनेसन हुन्छ र तपाईँलाई चाहिँ त्यो एउटा चाहिँ इक्जाममा नै त्यो प्यानिक अट्याक आए जस्तो होइन, त्यो चाहिँ हुँदैन। आफ्नो दिमाग आफूले के गर्नुपर्ने छ त्यो अलि याद आउँछ। सो अक्सिजनेसन मेन्टेन गर्ने कसरी गर्ने भन्दाखेरि अब तपाईँले यो क्वेसनमा देखिराख्नु भएको छ, कमा छ, अनि तपाईँको यहाँनिर चाहिँ इम्प्लान्टेसन छ। सो यो सबै चिजहरू मेन्टेन गर्नुपर्ने हुन्छ। अब जस्तै यहाँ सुपर ओल्याटरल भन्छ, अब तपाईँहरू यहाँनिर इक्जाममा सुपरल्याटरल भनेर दौडिराख्नुहुन्छ। सो स्टिमुलेसनलाई सिमुलेसन भनेर दौडिदिने, अनि मेन्टल एमएप्युची लिङ्क टु दौडिरहने। एप्युनीमा तपाईँलाई फास्ट बोलेर मार्क्स दिन सक्छ। सो त्यो गलत फेमीमा नबस्नुहोस्, त्यो पर्सेप्सनबाट बाहिर आउनुहोस्। यसमा स्पिडले पनि आउँछ, थोरै एप्युनीको एउटा बेफाइदा छ। सो एकदम स्लो स्पिडमा गए पनि यु क्यान स्कोर 90 इन रियल इक्जाम, किनभने यहाँ दुईवटा एल्गोरिदम छ, एउटा V2 भन्ने, एउटा एजिएन भन्ने। सो यो दुईवटालाई कसरी युज गर्ने भन्ने पनि यदि तपाईँहरूको प्रोनाउन्सिएसन राम्रो छ भने चाहिँ V2 पनि युज गर्न सक्नुहुन्छ। प्रोनाउन्सिएसन ठिकै छ, एजिएन टाइपको चाहिँ छ भने एजिएनमा नै तपाईँहरूले प्र्याक्टिस गर्नु चाहिँ एकदम उचित देखिन्छ होइन त। सो अब म स्टार्ट गर्छु कसरी गर्ने। तपाईँको जब 2 सेकेन्ड र 1 सेकेन्ड आउन थाल्छ त्यो बेला तपाईँहरूले के गर्ने भने एकदमै राम्रो सास, एउटा ब्रेथ चाहिँ राम्रो तरिकाले लिने र आरामसँग मैले के गर्नुपर्ने छ, कमा कहाँनिर छ, कमानिर गर्नुपर्ने बर्ताव, त्यसपछि लेन्दी वर्डहरूमा इम्प्लान्टेसन जस्तै फोर ब्रेन होइन। सो यो चाहिँ तपाईँले गर्नुपर्ने हुन्छ र एकदमै एनर्जेटिक स्वरमा बोल्ने, किनभने ब्याकग्राउन्डमा आएको आवाजलाई तपाईँहरूले सप्रेस गर्नुपर्ने हुन्छ। सो त्यो आवाजभन्दा आफ्नो आवाज लिटल बिट डिस्टिङ्क्ट हुनै पर्ने हुन्छ, नत्र तपाईँको जब यो सिग्नल नोइज एउटा चाहिँ रिमुभल उनीहरूले एल्गोरिदम लाउँछ तर तपाईँको आवाजबाट के क्वालिटीहरू गइहाल्छ बिकज अफ द ब्याकग्राउन्ड नोइज। सो त्यही भएर आफ्नो आवाजलाई थोरै डिस्टिङ्क्टिभ बनाउन खोज्ने, लिटल बिट अफ लाउडर, तर यति लाउडर होइन कि सबैलाई डिस्टर्ब गरोस् फेरि, नत्र त्यहाँको इन्भिजिलेटर आएर तपाईँलाई चाहिँ वार्निङ दिन्छ। सो लेट मी स्टार्ट कसरी गर्ने है त। Deep brain stimulation DBS to the superolateral branch of the medial forebrain bundle MFB, which is linked to reward and motivation, revealed metabolic brain changes about 12 months past DBS metabolism. अब यो चाहिँ भयो। सो अब चाहिँ म तपाईँहरूलाई देखाउन गएछु। सो लेट मी स्टार्ट है त। अब कसरी गर्ने। Deep brain stimulation DBS to the superolateral branch of the medial forebrain bundle MFB, which is linked to reward and motivation, revealed metabolic brain changes about 12 months past DBS implantation, making it a strong potential therapy for treatment-resistant depression. टक्क चाहिँ गर्ने बित्तिकै डिप्रेसन भन्ने बित्तिकै नेक्स्टमा गइहाल्नुपर्छ इक्जाममा। सब यहाँ चाहिँ स्टप गर्नु पर्यो क्यारे। सो द्याट यु हेभ टु डु। Deep brain stimulation DBS to the superolateral branch of the medial forebrain bundle MFB, which is linked to reward and motivation, revealed metabolic brain changes about 12 months past DBS implantation, making it a strong potential
Deep brain stimulation, DBS, to the supraolateral branch of the medial तपाईँले देखेर मेरो डबल पज देखे पनि किन यसले यो दियो भन्दाखेरि तपाईँको नेचुरालिटी हो कि लाइक हुन्छ नि एकदमै नेटिभ तरिकाले कन्फिडेन्ट तरिकाले बोल्नुभयो भने एक्जाममा त्यही लयमा नै एआईले तपाईँलाई एकदमै ओके हिज नेटिभ एकदमै त्यस्तो आत्तिनु भएको छैन भनेर बुझ्छ त्यसले पनि रोल प्ले गर्छ है त धेरै आत्तिने चाहिँ होइन। सो